प्रश्न जिउनेलाई मिठो राख्नेलाई तितो के हो? उत्तर रक्सी। आँखा छैन भुइँतिर हेर्छ, चलायो भने पिसा फेर्छ के हो? उत्तर धाराटुटी। प्रश्न नम्बर 3। अलिअलि जाँदा अय्या पुरै जाँदा सुहाए मैया के हो? उत्तर चुरा। प्रश्न 4। एक भाइका 100 आँखा हिँडिरहन्छन् पनपाखा के हो? यसको सही उत्तर हो डोको। प्रश्न नम्बर 5। खसी बसिरहने दाम्लो चर्न जाने के हो? यसको उत्तर हो फर्सीको बोट। प्रश्न 6। केटाहरूको त्यो कुन चीज हो जुन बिहेपछि बढ्दै जान्छ? यसको सही उत्तर हो खर्च र जिम्मेवारी। प्रश्न 7। कहिले रक्सी खान्छ, कहिले पानी खान्छ, जाडो होस् या गर्मी टोपी लगाउने बानी के हो? यसको सही उत्तर हो बोतल र बिर्को। प्रश्न नम्बर 8। आँखा छ तर देख्न सक्दैन के हो? यसको सही उत्तर हो सियो। प्रश्न 9। सबैकी लक्ष्मी साँढेकी जोई यो कथा नजान्ने लाटीको पोइ के हो? यसको सही उत्तर हो गाई। प्रश्न 10। आकाशमा आगो पातालमा पानी म खान जाँदा चिच्याउने बानी के हो? यसको सही उत्तर हो तमाखु र सुल्फा। प्रश्न 11। सिटी फुक्छ ट्राफिक होइन, भात पकाउँछ मान्छे होइन के हो? यसको सही उत्तर हो प्रेसर कुकर। प्रश्न 12। बच्चाको साथी माउको काल देखिस् भने नेकाली हाल के हो? साल। प्रश्न 13। वारी दिदी पारी बहिनी भेट गरौँ भन्दा कहिले नहुने के हो? यसको उत्तर आँखा। प्रश्न 14। आँखा हुने एकातिर हिँड्छ, आँखा नहुने दुईतिर हिँड्छ के हो? यसको सही उत्तर हो सर्प र गडेउला। प्रश्न 15। एउटा घरको एउटै कोठा त्यहाँ छैन कुनै ढोका के हो? यसको सही उत्तर हो मादल। प्रश्न 16। पात छ रुख होइन, ज्ञान छ मान्छे होइन के हो? किताब। प्रश्न 17। रातमा रुन्छ दिनभरि सुत्छ के हो? यसको सही उत्तर हो मैनबत्ती। प्रश्न 18। जिब्रो छ तर बोल्न सक्दैन के हो? यसको सही उत्तर हो जुत्ता। प्रश्न नम्बर 20। वरिपरि डिल माझमा टार काम सकिने बित्तिकै नुहाउन हतार के हो? थाल र प्लेट। प्रश्न 21। वारीदेखि पारीसम्म लस्करै जाँदा शिरमाथि नाच्ने त्यसको जात के हो? उत्तर गाइयो। प्रश्न 12।
22 त्यो कुन काम हो जुन एक पटक बिर्सिए मान्छेको मृत्यु हुन्छ? सही उत्तर हो सास फेर्न। प्रश्न 23 एउटा खाई सभामा बस अर्को खाई बनपस के हो? ल्वाङ र मुला।